पनि खान्न रक्सी खान्न त्यही चुन भात खानु मात्रै मैले चिया खान्छु बेलुकीतिर मोदिलबहादुर अचार छेत्री हजुरको नाम चाहिँ अनि घरमा को हुनुहुन्छ त हजुरको जो बाहुन हामी छेत्री ए घरमा को हुनुहुन्छ त हजुरको भाइहरू छ सौतनी भाइहरू म चाहिँ कान्छी खोटीको म चाहिँ लेखबाट छैन छोराछोरी हुनुहुन्न एउटा छोरा चाहिँ ऊ त्यहीँबाट हरायो माओवादी पाना कहाँ गयो हरायो ए एउटा छोरा थियो हरायो श्रीमती त श्रीमती पनि एउटा हिँडेर मऱ्यो गीता नरको ल्याएको थिएँ हिँडेर मऱ्यो एउटा त्यतिकै त्यो बच्चा हराएर त्यतिकै बिल लिएर कतै गयो ए त्यसपछि बिहा गर्नु भएन त्यतिकै भाइ भएर खाने बस्ने कति वर्ष हुनुभयो अहिले म खै नआए त 12 साल छ ए 12 सालको हो हजुर 12 साल ए अनि अहिले चाहिँ देवघाटको आश्रममा बसिरहनु भएको छ होइन बिहान यतातिर आफूले खान्छु त्यहाँदेखि बेलुका गएर आफ्नै घर सुत्छु ए यहाँबाट नजिकै छ हजुरको घर ए नजिकै रहेछ है सेतुमा छ हिँडेर जान सक्नुहुन्छ गाडी आउँछ अन्त उता हामी त हिँडेर हिँड्ने रोड गर्ने यसो भारी आयो भने बोक्ने पुल पार्ने अहिले नि भारी बोक्नुहुन्छ र बोक्छु अझै म त अझै 10 वर्ष भारी बोक्छु के भएर है म त भारी बोकेँ पहिले नि भारी बोकेर खायो 30वटा भैँस पाल्दै बसिया मान्छे पहिले पाहाडमा हुँदा दाजुभाइले हेलाएको त्यहाँ देवघाटतिर आयो म त यो पुलै बनिएको थिएन म आउँदा यहाँ आउँदा कति वर्ष भयो यहाँ बस्नु थुप्रै वर्ष भयो यो दोकानहरू कोही पनि बनियो थिएन यहाँ दोकानहरू है यो त पछि बनियो भर्खर गौरकोटको पुल बनिनु लाग्थ्यो म यो दोकान आउँदा हजुर यहाँ डुगामा उताबाट डुगा तरे तारी तरे हो मेरो मामली यतै छन् दाजुभाइले हेला गरे पनि भगवान्ले हेला गर्दैन त दाजुभाइले के गर्नुभयो त दाजुभाइले काठमाडौँ लिएर 2 वर्ष बसेर शालिगढ बसेर छाउकोट बसेर 2 वर्ष बसेर के अरे 3000 ल्याएर खेत बन्दै फर्काइदिएको साम्दिएको खेत दाजुभाइले खप्पै खाए मलाई दिएनन् त्यहाँदेखि देवघाटतिर आएर बस्या दिएनन् 1 सुको पनि दिएनन् है माग्नु भएन माग्नु भएन हजुरले मागेको मुद्दा नि हालेको दिएनन् डबल लाख पुगेको 1 लाख दिएनन् आफूले खर्च छैन उनीहरू बाटो टाठो उनीहरू अब बसेर खाने गरेर खाने उनीहरू लेखपढ भयो मान्छे म अब कसले पढाइदिनु सानोले हुर्काइदियो सानो बच्चै सानो हुर्कायो आमा हुनुहुन्थेन र आमा पहिलो जानुभयो बाउ 11 वर्षमा बितेको टुरो पो हुनुहुने रहेछ है 11 वर्षमा बाउ बितेको जहाँ किरे बस्नु भयो किरे बसेर त्यहाँनिर अनि आज चाहिँ घरमै जानुहुन्छ कि यतै बस्नुहुन्छ घरमै जान्छु बस्न चाहिँ घरमै जानुहुन्छ बेलुका भएपछि जति खाएर नि घरै पुग्छु बस्दिनँ यतातिर किन नि आश्रममा पनि बस्न पाइन्छ होला नि बस्दिनँ आफ्नै घरमा जाति आफ्नो घरमा गएपछि त्यो के अरे चोरफटा आउँदैनन् के अरे यतातिर त चोरफटा हिँडिरहन्छन् हो र हजुरहरूलाई नि लुट्छन् र लुटिहाल्छन् नि घरमै खुजुरमै हालिहाली 3 लाख बनाएर जहाँ 6 जग्गा किनेर बसेको ओझिन्छ भनेपछि अहिले आफ्नै जग्गामा घर बनाएर बस्नु भएको छ पोहोरदेखि छोडेर नि मैले भाग बोक्न अहिले अलिअलि पैसा भयो पोहोर यहाँ चौकीमुनिपट्टि धनी चल्लाएको थियो 1 महिना बसेको थिएँ बाटोमा
के अरे 10,000 भएको थियो त्यहाँदेखि फेरि 10,000 खोजेर 20,000 टिन लगाएर हालिदिएको 12 पत्ता ए भनेपछि टिन लाएर घर बनाउनु भएको नयाँ टिन अनि त्यत्रो घर बनाए मान्छे त घरमै बसे भइहाल्थ्यो नि फेरि किन यता बस्नु होइन भएको घरमै बस्छु घरमै बस्नुहुन्छ घरमै बस्छु ए यतातिर यसो चामलहरू भयो भने एक वर्ष पैसा भयो भने माया पैसा भयो भने यसो एक वर्ष चामल दिने आश्रममा त्यहीँ खालि ए बस्नु चाहिँ चामल चाहिँ आफैले दिनुहुन्छ ए आफैले दिने एक वर्ष किनेर पसलबाट ए पसलबाट किनेर दिन्छु ए राम्रो रहेछ त मैले त त्यो जाँड रौसी भाङ्छु रोट बेडी खान्न रौसी खान्न राम्रो राम्रो छु म होइन चोरेर खान्न कि मैले हो नि अहिलेसम्म खुर्सानी ढिँड पनि चोरे खाइन है इमान्दार मान्छे कति मान्छे चल्कियो कति मान्छे पिटियो कति मान्छे गरे म अहिलेसम्म चोरे खाइन यो पुलै बनिएको थिएन आउँदा यो दोकानहरू बनिएको थिएन है त्यत्रो समय हजुर यहाँ बस्नुभयो एक्लै फेरि बिहे गर्न मन लागेन त्यहाँ गरेर नि अलिअलि भयो पैसा लुटपुटाइदिन्छ नि त्यही भएर अहिले भनेपछि हजुरसँग अलिअलि आफूलाई खर्च छ हँसिलो हुनुहुन्छ त्यही भएर अर्कालाई यहाँ त्यो तिनको सिसा बगेर गएको धराङ मान्छे यस्तो काटेर फेरि 50 रुपियाँ सिसा बगेर गएको 400 रुपियाँ मेरै खर्च भयो ल हेर धराङ मान्छेको यहाँ काटेको थियो कि सिसाले अब रौसी खाने जोडेहरू त्यो गरेर ल ल राम्रोसँग बस्नु होला हुन्छ आफ्नो ख्याल राख्नु होला यहाँ त्यो तिम्रो सिसा बगेर गएको धराङ मान्छे यस्तो काटेर